कति रुपियाँ दर्जन भन्नुभयो? दर्जन हो यो 10 रुपियाँका 30 रुपियाँका 5 वटा हो र 30 रुपियाँको 5 वटा हो ठुल्ठुला रहेछ हो र ए यो 6 वटा ए त्यहाँदेखि कति रुपियाँको बेच्नुभयो भर्खर आएको हो र रात्रै भएको ए आज बिक्री नै भएको छ घर कहाँ हो ए मरबन्सरी के छ अरे उप्रेती म चाहिँ नेपाल हो मेरो घर कुराबारी यहाँ भन्छु पोल मात्रै यो व्यापार सधैँ गर्नुहुन्छ कि आज पहिलो लिएर हिजो बजार गयो नि एउटा हजुर त्यसका लागि पकाइरहेको थिएँ बजार पार भइहाल्यो अँ अब यो राख भने अझ भोलिको दिन पार भएर पर्सि बिहिबार आउँछ यो बिहिबार आउँछ यो बिग्रिहाल्छ फेरि धेरै खाएको हो ए मैले बिहान यही पोल एक दर्जन मैले 30 रुपियाँमा लाग्छ कि है हजुर यहाँ चाहिँ अलिक दाम बेसी जस्तो केही छैन तर होइन जग्गा हेरेर हुन्छ अनि तपाईँका केटाकेटी छोराछोरी कतिजना हो मेरा केटाकेटी छोरा 2 भाइ छन् ए कहाँ बस्छ अहिले त घरमै छन् पढाइ गर्दै ए छोरी छोरी छैन खेतीहरू केही गर्नुहुन्छ कि खेती खेती कति बिघा छ खेती छ अहिले 4 बिघा जस्तो छ बिउ राख्नुभयो बिउ राखेकै छैन मलाई चिन्नुभयो कि भाइ तपाईँको मरदन्छरीका मान्छेले पनि हेर्दैछ नि तपाईँलाई ओके यिनीहरूलाई अब आँखा छुन्न सकिँदैन अनि हाम्रा गोर्खाली मान्छेलाई नचिनाइ मैले बल्ल चिनाउनु तपाईँहरू भनेका आमा बुवाहरू हुन् तपाईँहरूको तस्बिर हामीले राखेर हिँड्न जरुरी छ नि हामी त छोराहरू हौँ तपाईँले पो सिकाउनुपर्छ त हामीलाई आज त्यही त यहाँ कोल बेच्न आउनुभएको रहेछ त राम्रो लाग्यो हेरेर एकदम अहिलेसम्म चाहिँ बिक्री भएको रहेछ नि बिचरा जात्रै भएको